ल वेलकम ओ त्यसलाई पल्टाइ दिउँ बसेर पहिला बेला ढलाइदिनु बेला सुस्त खुट्टा छोएर होइन गरे अब हातले ल खुट्टा त यति देखाउनु पर्यो देखाउनु पर्यो नि यो त यहाँ टेक्न पर्यो नि यहाँ यसमा निकाल्नु पर्छ अनि टिको त लगाउनु हुन्न किन लाउने हो खुट्टामा लाएर त्यहाँ टेकाइदिने हो उचाल मैले नलागिकन खुट्टा गरिदिने त्यस्तै त हो सुरे ल छोरे न रानीले मेरी बच्चे ए त्यसो भने एउटा खुट्टा होइन दुईटा चलाइदिनु छ्याप के हो र ए यिनीहरू त हुन्न भयो मलाई डर लाग्छ हात लगाइदिनु हात लगाइदिएको म त डर लाग्छ ल बाउ ल त्यहाँ टेकाइदिनु ल यहाँ खुट्टामा टेकाउनु मिल्दैन क्या त्यसलाई ल्याउ टालो उचाल चाल सुपाला उचाला त टालो उचालिदिउ क्या टाँस बोलाइदे समात्नु त अन्त यसो गर टालो यहाँ हो त्यस्तै गर यहाँ हो त्यस्तै गर भाइ लगेर गएर खै पुलु हेर नि बाबुलाई टिको धेरै लागेछ ल यिनीहरूको बिदान देखाइदे है पर्दो सुस्त देख्नु ल उयो सबै देखाइदिनु यो धेरै लाग्यो चाल फेरि त्यही छन् उसीमा कालो झोला छन् बाहिर लिएर आऊ त लग्नु बाहिर कालो झोला लिएर त यहाँ पुस्नु पर्यो मैले छुन हुन्छ अहिले रोकस त्यतिलाई उ गरेर आज 4 दिन भयो कि भयो नसके अहिले रोगहरूले के राखेर पुछेर गरौँ टिका पुस्दिने फेरि तर्न त फेरि सर सिरानी त्यो निकाल त अनि खोल राखेर राखौँ न पन्थी आइन्